तेरो दोस्तलाई मिलाया इग्नोर मार्रा उ हेर्नुको त्यसले मन्टो कस्तो होला उठेको भात घरबाट ल्याए। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आइयो सबै सन्चै हुनुहुन्छ होला। आज पनि हामी कहीँ जाँदैछौँ, जहाँ पनि जाँदैछौँ तपाईँहरूलाई देखाउनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ रेडी भइसकेको छु, सीधा पनि रेडी भइसकेकी छिन्। चापी 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 चलो ठिक छ। अर्को लाइट कुन छ अन गरौँ यो? गर गर अन गर। जाम जाम चलो गाइज, हामी चाहिँ अब जाँदैछौँ। ल यो मोबाइलहरू और जी चलो गाइज, हामी चाहिँ अब घरदेखि बाहिर आइसकेका छौँ। नयाँ कपडा लगाएपछि जसलाई पनि राम्रो देखिन्छ कि। कति नयाँ मात्र लगाउँछ त, कहिले काहीँ पुरानो लगाउनु। गाइज हामी चाहिँ अहिले यहाँ मार्केटमा आइसकेका छौँ। मास्क लगाउँछु किन? मेरो यो खूबसूरती कसैले देख्छन्। हामी चाहिँ भने अहिले हाउसिङ बोर्ड आइसकेका छौँ। यो सामने यो हाउसिङ बोर्ड हो। अनि अब यहाँबाट फेरि हामी अटोमा जानेछौँ। अटोमा बसिसकेका छौँ हाउसिङ बोर्डबाट। हामी जिरकपुर आइसकेका छौँ। जिरकपुर पुलदेखि तल यो यतातिर यहाँबाट फेरि अर्को अटो चेन्ज गर्नुपर्छ। कुइना ढाबा लगेको लागि हामी जाँदैछौँ यहाँबाट अटोमा। मैले अहिले कुइना ढाबा झरेर तलतिर जाँदैछौँ। गाइज हामी भने जिरकपुर दाईहरूको कोठामा आइसकेका थियौँ। त्यहाँबाट फेरि अब हामी लाग्दैछौँ चिडियाघरतिर। यो हेर्दैछु हामी चाहिँ यहाँ अहिले आइसकेका छौँ। कहाँ भनेपछि चिडियाखाना। बालरामहरू चाहिँ सालाहरू चाहिँ नानीहरूलाई ल्याउन बाहिर ल्याउन गएको अहिले हामी यहाँ वेट गर्नेछौँ। अनि त्यतिर त्यहाँ टिकट काट्नुपर्ने हुन्छ। टिकट काटेर भित्र जानेछौँ। यो बाहिरको दृश्य हो। भित्र त्यहाँबाट इन्ट्री हुनेछ उता पारिबाट। यति धेरै आज मान्छेहरू छन् यहाँ। यो सन्डेको कारणले गर्दा पनि होला पक्कै पनि। यो ब्याकग्राउन्ड तपाईँले देख्न सक्नुहुन्छ। पानी यस्तो दामी फोरा ब्याकग्राउन्डमा छ। काजे भने यतातिर छौँ। गाइज मैले टिकट पनि काटिसकेको छु। 5 जनाको 500 रुपियाँ। 11-12 वर्ष पहिला आएको थिएँ म, त्यतिखेर 50 रुपियाँ थियो। अहिले 100 रुपियाँ 50 रुपियाँ बढाइ रहेछ अहिले। त्यो भित्र हामी चाहिँ जानेछौँ अहिले। गाइज हामी चाहिँ भित्र आइसकेका छौँ। सिधा कागेन भने हिँडिरहेछ नि, सिधा हराउँदिन भनेर अलिक टेन्सन थियो मलाई। ब्रोहरू यता छन्। अर्को ब्रो कता गयो फेरि? चुगम खोल्दै र यहाँ हाल्दै गर्ने हेर्नु त। यो सनस्क्रिन हो कि मोबाइललाई यो प्यालो पानी हेर्न आयो हो तिमी? थाहा छैन? बौला खोलामा योभन्दा राम्रो पानी हुन्छ, थाहा छैन तिमीलाई? तिमीलाई स्याल कस्तो लाग्यो? बाँच्ने स्याल क्या? हाम्रो घरदेखि तल बाछा ठानामा राति आउँछ नि त। तिमी स्याल आफूले आफूलाई बचाउनको लागि यस्तरी खिचा गर्छ नि। दाजु हेर्नु त कसरी खाइरहेछ, माछा खाइरहेछ। डर लागेन? हेर्नुको त्यसले मन्टो कस्तो होला पर्दा चाहिँ यत्रो देखाइदियो तिमीले? देखाइदियो? त्यो तल आउनु सक्छ। अस्ति भाइको लागि थियो नि
मुख यहाँनिर छ त यतापट्टि हेर यो त लाग्छ होला न उयो होइन भिडियोमा हेर्छौँ नि के हो कि छेपारो हो छेपारो ठुलो छेपारो हो कि पुच्छर वाला छेपारो सिधा आएछ नि हाई त गर्दै एउटा यता रहेछ कस्तो लाग्यो तिमीलाई साफ हेरेर इधर भी आ जाओ तेरो दोस्तलाई मिलाया इग्नोर मारेर कति नसहाया तेरो नाक टोक्दिनु हुन्छ म धेरै दिनपछि बिछोड्या दोस्तहरूसँग मिल्न आएको छु हाम्रो दिपेन्द्रका बिछोड्याका साथीहरू मलाई कुनै दिन त मस्तै घनिष्ठ थियो अरे यदि पो यिनीसँग मलाई बिहा गरिसकेपछि यिनीहरू यहाँ रहेछन् कस्तो नै खान्छन् यहाँ ऊ तिन बोइ त नाराज भइसक्यो के भएन पता नि पर न घाँस पनि खान्छन् न केही गरी दाउरा मात्रै रहेछ घर आमाले अजमेर खोज्छु भन्नुहुन्छ यही लगिदिनु हो साँच्चै यहाँबाट लगेर तरकै बुक गरेर लग्ने हुन्छ तरकै बुक गरेर अजमेर भन्दा नि दाउरा बर राम्रो गरेर सबै मान्छे उबाट आउँछ हामीले यताबाट गएर हामी उल्टो रहेछ त आँखिन खान्छ नि यहाँ फर्स्टचोटि त उताको चिडिया नेपालमा कुनै गएको छैन चिडियाघरमा कुन चिडियाघरमा चितवनको के कहाँको काठमाडौँ गएको छ त कहिले अच्छा ठिक चलो ओके गाइस सबै उताबाट आइरहेको मान्छेहरू हामी पनि यताबाट गइरहेको छौँ उल्टो हिँडिरहेको छौँ हामी अनि अलिक त ढिला भयो क्या अलिक छिटो आउनु पर्ने रहेछ यहाँ एरिया धेरै छ यहाँ हिँड्नुपर्ने अनि सबै गाई चाहिँ अगाडि गएका छन् मलाई छोडेर एक्लै छु म पछाडि अनि पुरा कहाँ जाने हो अनि के खाना मिल्ने हो कि के हो कता थाहा छैन अनि उतातिर ऊ वन भैँसी भन्छ के भन्छ भैँसी रहेछ नि यता घरमै भैँसी हेरेर आएको अब यहाँ के भैँसी हेर्नु होइन रत्त क्या यसलाई भन्छ रत्त दाजु हामीहरू रोल्पा हुँदाखेरि हामी सिकार खेल्न जान्थ्यौँ रत्त घोराल मार्ने भनेर यहाँ चाहिँ हेर्नको लागि पैसा तिरेर यहाँ भित्र आएछन् हामी हेर्नु त अनि घाँस खाइरहन् टोक्दैन नि किन टोक्दैन जाऊ जम्मू मारेर जाऊ नेपालमा तोडफोड गरेर सब फाल्दिँदा आउनु जाने भिडियोमा खाने आएर हो र भइहाल्छ अहिले हाम्रो रोल्पामा भावी त अहिले बन्दुक मारिन सिद्ध्याल्ने थिए राखिन्थेनन् जाम के हेलो how are you what are you doing सीता के खाने हो तिमीले के खाने हो हो र गाइज यहाँनिर चाहिँ यसो नास्ता पानी खानको लागि
यतातिर यो पानीपुरी रहेछ अनि सबै यतातिर टेबलहरू बसेर खाने जस्तो रहेछ खाने कसरी हो खाने कसरी हो कसरी खान्छन् खाने यसरी हो त्यसरी खाने भोक लाग्यो चिउरा चाउचाउ हो भुटेको भात घरबाट ल्याए अब कतिखेर राख्ने हो त क्या बाबा हम देखेले हम सुटुक्क निकाल्नुहुन्छ हम देखेले हम तिमीले के खाने हो मलाई त्यहाँ कोल्ड ड्रिङ्क सोल्ड ड्रिङ्क खानु हुँदैन पिने हो कि त्यो त पिनु पनि हुँदैन खानु पनि हुँदैन क्या घरबाट भुटिया भात लिएर खाएर भएन मेरो भुटिया भात होइन कि त्यो फ्राई राइस हो त्यो धेरै बेजतमा हानिदिनु न भुटिया भात लिएर खाएर भएन पाइन्छ चलो गाइज अब चाहिँ यसो लगाएर रात पनि परिसक्यो अनि अब भिडियो बनाउने चाहिँ रातिमा के भिडियो बनाउनु अनि अब घरै गएर हामी मिल्नेछौँ आजको अलि हल्का फुल्का घुमघाम भयो दिउँसो त जाडो लाग्यो गर्मी लाग्यो थियो र यस्तो अब त जाडो लाग्यो अरे अब जाडो लाग्यो कान्छाहरू सालाहरू मयूर त्यहाँनिर मयूर खै यहाँ ओके जाऊ न छिट अलिक उड्छ छिट जाऊ न नभगाऊ त चाल्नु गरेर म भिडियो बनाइरहेछु तपाईँलाई देखेर भागे आउनु